छोरोले मलाई मदर्स डेको गिफ्ट ल्याएर लुकाएको अरे के छ भन न भन्दा भइहाल्छ त अरे भन न हौ कसरी मिल्दैन हौ मलाई कस्तो एक्साइटेड भइसक्यो जान्नलाई अनि म भोलिसम्म पर्खिन्न के भन न मलाई के लुकायो तिमीले भन त के लुकायो त्यहाँ भन त के हो मलाई मनपर्ने कुरा के छ खै त्यस्तो धेरै त देखिनँ त हौ मैले के अरे के लुकायो त भन न त दिन चाहिँ भोलि देऊ तर भन्न चाहिँ आज भन न आइएम सो एक्साइटेड नानीले पनि लिएर आयो नानीले चाहिँ के लिएर आयो कि ओ थ्याङ्क यू सो मच अरू के ल्यायो बेटा थ्याङ्क यू भेरी मच मदर्स डेको गिफ्ट माजु ओ नो भोलि खानु हुँदैन आजै खाले हो